आज बन्दैछ कुखुराको फेल्ला। यसलाई बनाउनलाई चाहिँ के चाहिन्छ सुरु गरौँ है त। जिरा धनियाँको पाउडर, हर्दी, अदुवा लसुनको पेस्ट, धुलो खोर्सानी अनि त्यसपछि नुन सबै कुरा हालेर चाहिँ मजाले मसला यसरी मोल्ने। रेडी हुन्छ यो। अनि त्यसपछि चाहिँ यो सबै लेग पिसहरूलाई चाहिँ राख्ने अनि कागती हालेर मजाले मोल्नुपर्छ यसलाई। सबैतिर लाग्नु पर्यो यसरी रेडी भयो मोलेर। अनि त्यसपछि चाहिँ अलिकति मैदामा यसरी यसलाई यो पिसलाई चाहिँ मजाले मैदा लगाउने अनि त्यसलाई फेरि पानीमा डुबाउने अनि फेरि मैदा लगाउने। यसरी हेर्नु है त मजाले। अनि तातो तेलमा ज्वाइँ पार्ने अनि मजाले डिप फ्राई गर्ने। कस्तो मिठो हुन्छ नि। हेर्दा चाहिँ पनि मिठै छ, ठिकै छ हैन, ठिकै मिठो छ तर खाँदा चाहिँ धेरै मिठो छ। अनि त्यसपछि झिक्ने यस्तो पटपटी भएपछि चाहिँ हैन टक्क अनि चिसो कोकसँग झुरुम झुरुम परेको लेग पिस खाने। टमाटरको अचार पनि छ है, बिर्सेछु ल। थ्याङ्क यू फर वाचिङ। इन्जोय।